ल साथीहरू यो फाइनली मन्दिर पनि घुमिसकेँ म र यसै गरी अब यहाँबाट भ्याली भ्यू हेर्नको लागि म यता बाहिर जाँदैछु। अति राम्रो सुन्दर रहेछ यो चाहिँ। हजुर ए कहाँबाट हो? माथि जङ्गल शिवपुरी। अनि तपाईको त्यो भनेको मेलमतिर खानेपानी आउनेको छैन त्यो सुन्दरगढ त्यहाँ त पर रातो रातो हो घर त्यो खानेपानीको त्यो प्रदर्शन गर्ने त्यहाँ हो मेलमतिर। मेरो भाइको स्कुल उयो पहिरो गरेको छ ठाउँ छैन? हजुर हो त्यहाँनिर वहाँ माथि टाढा रहेछ त, गाडी लिन आउँछ नि त। उतासम्म आउँछ गाडी। सबभन्दा राम्रो होला त्यो टाढा लाइन दिएर सरकारी 1 नम्बर यताको यो नगरपालिकाकै पारिसको कालीश्वरी नगरपालिकाको 1 नम्बर स्कुल। पहिला पढाइ त उयो रातो जस्तो बोर्डिङ। हिजो 5 पोखरीको बस भनेको नि बाबु। हजुर ऊ त्यो स्कुल भन्दा अलिकति उता भर्खर 2टा गाडीहरू गयो नि। ओहो हो त्यहाँनिर हो। त्यहाँबाट यहाँसम्म आउनु पर्थ्यो हिँडेर? हिँडेरै हो। ए अनि अर्को चाहिँ अलिकति पछाडिपट्टि छ। यो त मनहरा खोला भइहाल्यो। साल नदीको खोला हो। साल नदीको पानी बगेर आउने यता भयो साल माथि कम गर्छ। गाइस यो चाहिँ चागुनारायणको गजुर गजुर भन्छ नि भाउज माथिकोलाई? गजुर खतरा। जुम गरेर हेर्दा पनि खतरा देखिन्छ त। यत्तिको चाहिँ हुनु पर्यो। ल फाइनली अब हामी चाहिँ फर्कनेछौँ। हो ल गाइस गणेश भगवानको दर्शन प्रत्यक्ष गर्न सक्नुहुनेछ। यसै गरी भाउजू यो गणेश मूर्तिको विशेषता बताउनु न। हजुर पहिलाको भगवानको पालोमा कि यो हात्तीलाई ल्याएर यहाँ मन्दिरको छेउमा राखेको हजुर जिउँदो हात्ती। ए पछि चाहिँ यो हात्ती तपाईँको भनौँ न ढुङ्गे भएन जिउँदो हात्तीको दर्शन गरौँ। सबैको भलो होस्। गणेश भगवान्ले शक्ति देऊन्। घुमिसकेँ म त। यताबाट मात्रै घुमेँ, यता घुमिनँ। हो अब कति निक्लिनु त? यताबाट ल ठिक छ। नि रहेछ यो चाहिँ त्यो उसमा चलाउँछन् कि यता अहिले चाहिँ पुरानो हुँदै भएर हो यताको जात्राहरू हुन्छ नि त। हजुर यो अस्ति होइन म त केही समस्यामा यहाँबाट भएर ओलेर आउँछ पारिबाट। कहाँबाट? ए यहाँ त्यस्तो रमाइलो ठाउँ रहेछ। पूजाको सामग्रीहरू यो चाहिँ पुरानो पार्टीहरू होला है पहिलेदेखिको। यताबाट झर्दा चाहिँ खुर्किलो रहन्छ होइन? ल गाइस यो चाहिँ एकदम सुन्दर ठाउँ ढुङ्गा छापेको र अनि पर्यटकको लागि चाहिँ खतरा है यो चाहिँ र नेपालीहरूको लागि पनि खतरै हो। यो आउनै पर्ने ठाउँ।
मलाई चाहिँ घुम्न भनेपछि मलाई पनि त्यस्तो फेरि दाजुलाई चाहिँ घुम्न एकदमै दिक्क लाग्ने कोठाबाट यहाँ आएपछि नि कोठाबाट निस्किनु भयो आउनु नै भएन कहीँ मन्दिर गएको भने त एउटा पशुपति हो त्यो पनि बिहानबाट चिच्याएर रातभरिदेखि चिच्याएर त्यो एक दिन गएको हो लास्ट दिन के भन्दा अगाडि जानुभएको थियो कहीँ नमान्ने अनि गएको भएन त्यही पान्तले दामी छ दामी छ त्यो पान्तले यी दरबारी स्क्वायर सबै मक्का लगाएर बसेको छ घुमेर घुमेर मक्का लाग्यो अब दाजुसँग गएको त्यही ठाउँ हो घुम्न त धेरै घुमियो तर अब फेरि घुम्नुपर्छ बाँकी नै छ यो घुम्न त एकदम रहर लाग्छ मलाई नि कामबाटहरू त्यस्तै यहाँ चाहिँ एकदम फ्रेस भेजिटेबलहरू आइरहेको ठाउँ चाहिँ यहाँ दिक्क यसो यो ओह्रालो झरीले त सोइम्बीको जस्तै जस्तै नै अलिकति झर्काउँदो रहेछ है चाङ्गनारायणको बसपार्क चाहिँ हो बस पार्कमा आइसक्यौँ हामी चाङ्गनारायणको बसपार्क के भन्छ यिनीहरू भाइहरूले चम्पा गणेश मन्दिर यसो पछाडि फर्केर हेर्दा चाहिँ यहाँबाट सरर माथि जाने ठाउँ हो अति सुन्दर त्यो अगाडि गयो भने चाहिँ कता पुगिन्छ त्यो बसपार्क ए त्यो सुन्दर जाने बाटोको चाहिँ त हो त धेरै धन्यवाद धेरै खुसी लाग्यो तपाईँहरूसँग आउन पाएँ आउन त पहिला नै आइरहेको धेरै धेरै धन्यवाद तपाईँहरूको अब विशेष गरी मलाई चाहिँ यहाँको बारेमा अब फर्स्ट टाइम आउनेले त कसलाई थाहा हुन्छ र यहाँको त्यो त थोरै थाहा भएको चागु नारायणको बारेमा विशेष त भयो अनि सबै कुरा नि सुनाउनु भयो होइन यहाँ त जङ्गलतिर नि मस्त फुलै फुल्छ त ल ठिक छ दुईवटा बसपार्क घुमाउँछु तपाईँहरू यो एउटा बसपार्क भइहाल्यो अब यो सल्लाहघारी सल्लाहघारीको यता तल सल्लाहघारीमा सल्लाहको पातै पात रहेछ यो बैशाख लागेर चाहिँ अलि हरियाली भएको कि पहिल्यैबाट थियो यस्तो अब तपाईँले मुना पाउनु भएर त हो नि आजभोलि चाहिँ साह्रो रमाइलो कि एकदम यो टाइममा चाहिँ अझ ऊ हरियाली देखिँदो रहेछ कि वैशाख जेठ असारसम्म यो पानी यो हरियो घाँस हुँदैसम्म अँ सैलुङ पनि खुब रमाइलो छ अरे हुन्छ अरे सैलुङ भदौसम्म त्यहाँ आउनु भएको छैन सैलुङ भदौसम्म खतरा हो भदौ असोजसम्म नि खतरा हो अहिले राम्रो छ होइन अब सुरु भयो नि त गुराँस फुल्यो नि त अब त झन् राम्रो गुराँस त फुलेर सकिसक्यो होला छैन अहिले छैन कति थरीको फुल छ हुन्छ नि त सिपो चिप्लेर लडेला है कस्तो लाग्यो मलाई नि हिँड्न त सक्छु अलिक बिस्तारै बिस्तारै हो क्या हिँड्नु नि ल गाइज फाइनली यो चागु नारायणको सल्लाहघारी चाहिँ एकदम दामी नै रहेछ अब पिकनिक स्पट एक्सपिरियन्स ल्याइयो आज एकदम मर्निङ टुर आइएर चागु नारायण मन्दिर दर्शन गरियो र त्यसै गरी के अरे यो चाङ्गनारायणमा चाहिँ हजुर तपाईँको यो साली नदीको मेला लाग्छ नि मन्दिर नारद नारायण वर्षमा एकचोटि नारद नारायण यहाँ लिएर आउनुहुन्छ ए ऊ भक्तपुरदेखि लिएर आउँछ नि हिँड्दै यता
यहाँ ल्याएर चाहिँ उ गरेर अनि एक रात राखेर अँ अनि भोलिपल्ट लिएर जानुहुन्थ्यो अब त्यही पोखरी पनि त्यहाँ बनाएको ल साथीहरू यस्तै सुन्दर सल्लाहरी घुमघामको लागि चाहिँ अब समय मिल्छ टाइम छ भने हजुरहरू पनि यो ठाउँमा यो भिडियो हेरेर आउन सक्नुहुनेछ है। यो भिडियो हेर्नुहोला, जहाँसम्म लाग्छ सबै नयाँ साथीहरू हुनुहुन्छ भने र जहाँसम्म पुग्छ सपोर्ट गर्नुहोला। यस्तै यस्तै नयाँ नयाँ भिडियोको लागि एकदम सपोर्टको जरुरत छ, तपाईँहरू बिना असम्भव छ। त्यसैले सपोर्ट गर्नुहोला। अब चागुनारायणको दर्शनपछि हामी तलतिर झर्दैछौँ। यो चाहिँ अति राम्रो लाग्यो मलाई चाहिँ, किनकि आजभोलि अब वसन्त ऋतु भएको हुनाले पालुवाहरू पनि एकदम हरियाली भएको हुनाले छ। कता ओह्रालो जान्ला हो? हुन्छ हुन्छ हुन्छ। यो चाहिँ पानी ट्याङ्की हो त्यो अगाडिको। यो एकदम चिप्लो बाटो छ। यो चाहिँ अहिले के भन्छ, यो झरेको छ नि त सल्लाहको पात, लड्यो भने त तनाव हुन्छ। त्यही भएर डढाउँदै भए पनि ऊ त्यो सिँढीमै पुग्ने हो। चिप्लो छ अनि छुट्टै रमाइलो पनि छ। पहिले सानो सानामा सल्लाह पातमा चिप्लेर तल पुगिन्थ्यो माथिबाट। आइ त्यो बाल्यकालको याद त आइरहेछ। तै पनि भाटै राख्नु पर्दैन थियो। यो सल्लाह मामा घरमा चाहिँ छ नि त यस्तो, मामा घरमा चाहिँ कुद्यो, यहाँ त कुदेनौँ। यताको मान्छे बुढीहरू त अनाउँछन् अन्त। यो सल्लाह पातमा खुब मजा आउँथ्यो कि। सर चिप्लिन्थ्यो कि अहिले पनि चिप्लिनुहुन्छ त? अहिले त चिप्लिन्न, आफै चिप्लिन्छ। पहिला चिप्लिन मजा आउँथ्यो, अहिले चाहिँ बामे सर चिप्लिन्छु कि भन्ने डर। त्यस्तो फरक पर्दो रहेछ। सानामा चिप्लिनु पाए हुन्थ्यो भन्ने हुन्थ्यो, अहिले चिप्लेर लड्छु कि भन्ने अर्कोतिर डर हुँदो रहेछ। तर केही छैन। ल यो सुन्दर ठाउँमा फेरि आइपुग्यो। मलाई चाहिँ यतै बसौँ लागिसक्यो। अब के गर्ने, टाढोदेखि आएको छ, फर्किनु नि पर्यो। अब यो सिँढीको यात्रा सरररररर। देख्नु सक्नुहुन्छ पुरै जङ्गल चाहिँ यस्तो दामी छ कि दामी छ। जङ्गल भयो नि हुन्छ। तपाईँहरूभन्दा म अघि हुन्छ होला हौ। ल गाइस, उता भाउजूहरू चाहिँ अघि हुने भनेर च्यालेन्ज गरेर जानुभयो। म चाहिँ यो सिँढी हिँड्नलाई मजा लागेको हुनाले म चाहिँ यताबाट जान लागेको। देख्न सक्नुहुन्छ दामी छ हौ गाइस। यस्तै छ र विभिन्न ठाउँको भिडियोहरू बनाउने सोचले आइडी बनाएको छु। यो च्यानलमा चाहिँ खास सबै यस्तो ट्राभल गरेको भिडियो मात्र आउनेछ। हजुरहरूलाई मैले पहिल्यै भनिसकेको छु। खास म पेसाले चाहिँ एउटा सेफ हो। कहिलेकाहीँ सेफको भिडियोहरू पनि, खाना बनाएको रेसिपी भिडियोहरू पनि हाल्थेँ र अब अहिले चाहिँ सबै क्याटेगोरीमा हुने गरी भ्लग बनाउँदैछु। यो
चाहिँ यात्रा पेजको नामै यात्रा राखिसकेपछि यात्रा स्टार्टिङ हुन्छ। यो हरेक ठाउँको नयाँ नयाँ भिडियोहरू चाहिँ बनाउने क्रममा यस्तै छ गाइस। ल यहाँ साथीहरू पुरै साइकल यात्रा रहेछ होइन। हेलो गुड मर्निङ। ल है मैले चाहिँ यसो नर्मल भ्लग बनाएको छु होइन तपाईँहरूलाई पनि। यो उकालोमा साइकल जान्छ माथिसम्म? गाह्रो पर्छ है, अलि उकालै रहेछ, मैले माथिसम्म पुगेर आएको। ल हस् धन्यवाद। ल साथीहरू पनि साइकल यात्रामा सर माथि आउनु भएको रहेछ, तर यो उकालो चाहिँ अलि उकालो नै छ, गाह्रो पर्छ। त्यहाँ माथि यो सल्लाहको पातले गर्दाखेरि साइकल अलि नचढ्न नि सक्छ जस्तो लाग्छ मलाई चाहिँ। ल है सर अलिक चिप्लो छ है यो सल्लाहपातले गर्दा हो, खास जान सकिन्थ्यो। जिन्दगी रमाइलो छ, रमाइलो अझ रमाइलो बनाउनु पर्छ। अब चाहिँ म यो चागो नारायणको नगरपालिका रहेछ, यहाँ नगरपालिका अगाडि आइसकेको छु। आज यहाँ चाहिँ साइकल यात्रा, यहाँ चाहिँ साइकल यात्रामा आज धेरैजना साथीहरू टाढादेखि आउनु भएको छ। ट्रेकिङ कस्तो रमाइलो हुन्छ नि त साइकलमा, जो रमाइलो हुन्छ। ल साथीहरू यहाँ चाहिँ साइकल बिग्रिन्छ मुडा। मैले यहीँबाट दर्शन गरेँ। काली माता दर्शन सरर यसको चाहिँ पालुवाहरू सब झरिसिएर चाहिँ यसो हेर्दा पनि दामी देखिने। लगाइ फाइनली आज चाहिँ चागो नारायणको दर्शन पनि गरेर अब म चाहिँ यहाँ घर फर्किसकेको छु। कच्ची रास्तो रहेछ बाटो। यहाँबाट चाहिँ अति सुन्दरै देखिँदो रहेछ। फोन आइसक्यो भाउजूहरू मभन्दा अगाडि पुग्नु भएछ, च्यालेन्ज गरेको थिएँ नि त मैले को अगाडि हुन्छ भनेर, त्यही भएर आइसक्नु भएको रहेछ। आइसक्नु भएको रहेनछ, खास च्यालेन्ज गरे हो नि त अगाडि हुने भनेर। उहाँहरू माथि त्यो सल्लाहघारीको चिप्लो सल्लाहपातले गर्दा चाहिँ बिस्तारी हिँड्नु भएछ, केही छैन, उहाँहरूको लाइनमा पर्खिन्छु। यस्तो दामी ठाउँ रहेछ हौ, मलाई त फर्की घुम्न मन लाग्यो होइन। यो चाहिँ दामी छ हौ, दामी छ, अलिक कच्ची बाटो रहेछ। कति राम्रो सिन देखिरहेको छ यहाँबाट चाहिँ गाइस। यो आज मौसम खुल्ला पनि छ र बिहानको टाइम भएर होला है, अलि दामी रह्यो, दामी लागेको छ यो। अब
यस्तै हो सबै कुराहरू, यस्तै हो। अब त्यस्तैमा छ साथीहरू सबैजनाले यो भिडियोलाई चाहिँ अलि लामो हुनसक्छ, त्यही भएर रुममा बनाएको आजको मेन पहिलो भिडियो हो यो। योभन्दा पहिले मैले जस्ट आफ्नो इन्फर्मेसन मात्र दिएको थिएँ। अब नेक्स्ट दिनहरूमा चाहिँ मैले बनाउने ट्राई गर्नेछु। अब गल्ती कमजोरीहरू त सबैमा भइहाल्छ होइन, त्यस्तो ट्यालेन्टै होइन, सुरुवात हो। सुरुवातमा हरेक गल्तीहरू हुन्छ, त्यसलाई सुधार्दै अघि बढ्नुपर्छ भन्दै म सुधार्ने छु। जति कमजोरीहरू हुन्छ नि त्यो अवश्य म सुधारेर तपाईँहरू माझ रोचक र राम्रो ठाउँको भिडियोहरू चाहिँ म ल्याउने नै छु। यो चाहिँ मेरो बाचा नै भयो। अब हप्तामा 2टा भिडियो अपलोड गर्नेछु र सकेसम्म सर्ट्स भिडियोहरू चाहिँ अलिअलि अपडेट भइरहनेछ। त्यस्तै छ साथीहरू। अब म चाहिँ यहाँ पर्खिन्छु है त, यहाँ भाउजू आउँदै हुनुहुन्छ खै त। च्यालेन्ज गर्नुभएको थियो, उहाँहरू हिँड्नै सक्नु भएन, त्यही भएर अब पर्खिन्छु। आउने बाटो चाहिँ यो। ल सुन्नु, उहाँ कहाँ छ खोइ? ए क्यामेरा देखि तल कोटै भएर मन्दिर रे गाइज। ल आज एक राउन्ड फन्डक्कै मारिदियो, अलि आइपुगेर हिँड्छ। यस्तो राम्रो कुरा त सुनाउनु परिहाल्यो गाइजलाई। ल गाइज, चागु नारायण चाहिँ खतरा विकास भएको छ यहाँको मेयरज्यूलाई चाहिँ धन्यवाद भन्दा नि हुन्छ होइन, किनकि पानीको सुविधा वाइल रहेछ कि यहाँ काठमाडौँमा बसेर पानी नै पाइँदैन। म भक्तपुरमा पानी हुने ठाउँमा बसेर त पानी आउँदैन। यहाँ त अब पानीको मूल भनौँ न, मुहान नै मुहान रहेछ यहाँ चाहिँ। यता पनि पानीको मुहानै छ पुरै, त्यता पनि ठुला 20,000, यो त 50,000 लिटरको ट्याङ्की हुनुपर्छ। त्यही भनेको। यहाँ मुर्रा भैँसी पनि रहेछ। मुर्रा भैँसी पनि देख्न पाइयो। बाटो चाहिँ पक्की भएर हिँड्छ यहाँको। हिजो त्यो बाँसघारीबाट आएको बाटो यहाँ आइपुग्थ्यो हो? बाँसघारीबाट आएको बाटो यहाँ आइपुग्ने हो होइन? हो। कस्तो ठाडै भने? यताबाट जानु पऱ्यो मूलपानी जान चाहिँ? दुईतिरबाट पाइयो, तर ओह्रालै जानु पऱ्यो। ल कागको स्वर रहन्छ हौ, मेरो कागको स्वर रहन्छ। काग बोलाउँछ कि भनेर ट्राई गरेको। त्यो पारिपट्टि सबै मूलपानी होइन त? ल क्लियर अनि सुन्दर अनि शान्त भनेकै यो मूलपानी हो। लु मूलपानीमा आएर यति कुरा चाहिँ थाहा भयो। त्यहाँभन्दा माथि चागु नारायण चढिसकेपछि त झन् अति सुन्दर हरियाली
रमाइलो मान्छेहरू घुमघाम गर्ने धेरै यस्तो रमाइलो ठाउँ रहेछ। अब आइपुग्यो जस्तो छ। डिजाइन मौसम तातियो भने त राम्रै हुन्छ त नि हामी। फाइनली एक राउन्ड मारेर घरमा आइपुग्यो।